अबको सेसनमा हामी लेटर प्याड कसरी डिजाइन गर्ने भन्ने बारे सिक्न जाँदैछौँ। यसको लागि हामीलाई एउटा स्याम्पल दिएको छ, जुन स्याम्पललाई म खोल्छु। यसमा माथि लेटर हेडिङ छ, जुन यो भागलाई हामी लेटर हेडिङ भन्छौँ। त्यसपछि लेफ्ट र राइट साइडमा दुईटा लोगो दिएको छ। लेफ्ट साइडमा नेपाल सरकारको लोगो छ भने राइट साइडमा मानेभन्ज्याङ गाउँपालिकाको लोगो छ। यस्तै यहाँनिर कसलाई सम्बोधन गरेर लेखिएको छ भन्ने कुरा चाहिँ यहाँ रहेको हुन्छ अनि तलतिर विषयवस्तु उठान गरिएको छ र तल यसको बारेमा विस्तृत जानकारी यो प्याराग्राफमा दिइने गरिन्छ। यस्तै त्यसको तलपट्टि कसले सिग्नेचर गर्ने हो सो व्यक्तिको नाम पद राखिएको हुन्छ। यसरी एउटा साधारण लेटर प्याड तयार गरिएको हुन्छ। आउनुहोस् हामी पनि यही अनुसार लेटर प्याड बनाउने कोसिस गरौँ। हामीले यहाँनिर लेटर प्याड बनाउनको लागि माइक्रोसफ्ट वर्ड प्रोग्राम खोल्नुपर्ने हुन्छ। तपाईले वर्ड टाइप गरेपछि यसरी वर्ड भनेर आउँछ। अब यहाँनिर ब्ल्याङ्क डकुमेन्टमा क्लिक गर्नु पर्यो। त्यस पछाडि पेज खुल्छ। यो पेजलाई लेआउटमा गएर लेटर हुन्छ हुन सक्छ यहाँनिर डिफल्ट साइज। यसलाई चाहिँ तपाईले A4 बनाउनु पर्ने हुन्छ किनकि हाम्रो पेपर साइज A4 मा हुन्छ। तसर्थ यहाँनिर साइज हाम्रो A4 रहनुपर्छ। यस्तै मार्जिन तपाईको 1 इन्च हुन सक्छ, यही राख्दा हुन्छ। तर राइट साइड भने अलि कम हुन्छ। यदि तपाईले राइट साइड र बटमतिर यसको साइज मिलाउन चाहनुहुन्छ भने तल कस्टम मार्जिन भन्ने छ, यहाँ गएर मिलाउन सक्नुहुन्छ। जस्तो मैले राइट साइड चाहिँ 0.5 दिएँ अनि बटममा पनि 0.5, टपमा पनि 0.5 दिन्छु। लेफ्ट साइड चाहिँ 1 नै राख्छु किनकि अलि बढी चाहिन्छ। कहिले कहिले लेफ्ट साइड पञ्चिङ गर्नुपर्ने हुन्छ। पञ्चिङ गरेर फाइलिङ गर्दा वाल पर्न सक्छ अक्षर, त्यसैले लेफ्ट साइड हल्का बढी राखिन्छ। अब हाम्रो एउटा पेज तयार भएको छ। यसमा हामी काम गर्न सुरु गरौँ। सर्वप्रथम यहाँनिर मानेभन्ज्याङ गाउँपालिका दिएको छ। यहाँ तपाईले फन्ट छान्नुपर्ने हुन्छ नेपालीबाट टाइप गर्नको लागि प्रीति। यदि युनिकोड टाइप गर्नुहुन्छ भने अल्टसँग शिफ्ट थिच्नु होला र यहाँनिर माथि तपाईले मङ्गल भनेर आएको हुन्छ। यहाँनिर कालीमाटी कोकिला छान्न सक्नुहुन्छ। जस्तै त्यसको लागि यहाँ तपाईले कोकिला टाइप गर्न सक्नुहुन्छ। कोकिला टाइप गरिसकेपछि अनि अल्ट शिफ्ट गर्नुस्, यहाँ नेपाली आउँछ। फेरि अल्ट शिफ्ट गर्नुभयो भने इङ्ग्लिस आउँछ। यो युनिकोड र इङ्ग्लिस फन्टको स्विचिङ हो अल्ट शिफ्ट चाहिँ। यसपछि यो तपाईले कोकिला भनेको ठाउँमा कालीमाटी पनि गर्न सक्नुहुन्छ। यदि यस्तो अक्षर नेपालीमा देखियो भने फेरि अल्ट शिफ्ट गरेर कालीमाटी गर्नुस्, कालीमाटी यो गर्नुभयो भने अब इङ्ग्लिसमै आछ। फेरि अल्ट शिफ्ट गर्नुस् अनि नेपाली आउँछ। यसरी नेपालीबाट पनि गर्न सक्नुहुन्छ। यो हो युनिकोड। अहिले चाहिँ म तपाईलाई प्रीति फन्टमा टाइप गरेर देखाउँछु र जुनबाट तपाईलाई सजिलो लाग्छ त्यही गर्न सक्नुहुन्छ। प्रीति नै गर्नुपर्छ भन्ने छैन। मैले चाहिँ यहाँनिर यसलाई मेट्छु अनि फन्ट चाहिँ प्रीति छान्छु। प्रीति फन्ट साइज चाहिँ तपाईले जेनेरल 18 राख्न सक्नुहुन्छ। 16-18 को साइज राखेर टाइप गर्न सक्नुहुन्छ। यत्रो अक्षर देखिन्छ, जुन चाहिँ तल यहाँ पेजको तल दिएको साइज जत्रै हो। अब माथि हेडिङलाई चाहिँ अलिक ठुलो बनाउनु पर्ने हुन्छ। यो पछि बनाउन सक्छौँ। मैले अहिले यति गरेर लेख्न सुरु गरेँ। मानेभन्ज्याङ लेख्नको लागि अल्टर 0170 गाउँपालिका इन्टर गरेँ। 5 नम्बर ओडा कार्यालय अनि मानेभन्ज्याङ कमा ओखलढुङ्गा छ, ओखलढुङ्गा इन्टर गरेँ। पसम पत्र सङ्ख्या भनेको अनि डट डट राखौँ
अर्को साइडमा लेख्नु छ यहाँनिर ट्याब थिच्नुस्। यदि ट्याब सेट गर्नु पर्यो भने यो 5 मा आएर क्लिक गर्न सक्नुहुन्छ। यहाँ क्लिक गर्नुभयो भने एक ट्याबमै सिधै यहाँ आउँछ कर्सर। यो प्लिक प्लिक उफ्रिराखेको छ, यसलाई हामी कर्सर भन्छौँ। अब यतापट्टि के लेखिएको छ, अलिक पेजलाई यता सानो बनाएँ। ल यहाँ कोशी प्रदेश कमा नेपाल लेखिएको रहेछ। इन्टर गरेँ। च थोप्लो नम अनि इस्टु च थोप्लो नम इस्टु सरी हल्का ठुलो बनाएँ। च नम कमा डट डट ट्याब थिच्छु। डाइरेक्ट यता आउँछ किनकि हामीले अघि नै यहाँ ट्याब सेट गरेछौँ। यदि यो ट्याब सेट भएन भने चाहिँ के हुन्छ भन्नुहुन्छ भने यसरी हाफ इन्चको ग्यापमा चाहिँ यो अगाडि सर्छ। यसरी पनि आउन सक्नुहुन्छ, तर मैले डाइरेक्ट आउनको लागि चाहिँ यहाँ ट्याब राखेको हो। अब मिति लेख्नुस्, डट डट छ अनि इन्टर। इन्टर गरेर श्री ओम कम्प्युटर तालिम केन्द्र कमा इन्टर सिद्धिचरण अल्टर 0150 मा ड्यास आउँछ अनि 11 ओखलढुङ्गा फुल स्टप इन्टर। यहाँनिर विषय कम्प्युटर डिप्लोमा विषयको तालिम सञ्चालन सम्बन्धमा पूर्ण विराम। यहाँ प्रस्तुत अलि अगाडि लेखेको छ, मैले ट्याप गरेँ र विषयमा पनि यहाँनिर अगाडि छ, डबल ट्याप गर्छु। यहाँ तलतिर चाहिँ सिङ्गल ट्याप। प्रस्तुत विषयका विषयमा यस ओडा भित्र रहेका बेरोजगार वर्ग। यो मैले सबै टाइप गरिबसिन तपाईले बुझिसक्नु भएको छ। मैले यसलाई कपी गरेँ, कन्ट्रोल सी गरेर यहाँ पेस्ट गरिदिन्छु। यसरी इङ्ग्लिसमा देखिएको छ। म फन्टलाई सेलेक्ट गरेर चेन्ज गरिदिन्छु, साइज अघिको जस्तै 18 छान्दिन्छु। उताको अक्षर आइसकेको छ। अब यसलाई तपाईले यहाँ छोडिदिउँ, अहिले तलतिर जाउँ, उतापट्टिको लेखौँ। उतापट्टिको लेख्नको लागि डट डट दिने, त्यसपछि ओडा अध्यक्ष लेखेछ, अध्यक्ष। अब माथिबाट मिलाउँदै आउँ। यो माथिको तीनटा लाइन चाहिँ सेन्टर छ, सेन्टर अलाइन गर्नुस्। अनि यो सुरुको अक्षर अलिक सानो, माथि फन्ट चेन्ज गरौँ, 3 4 5 लाइन रेड बनाइदेऊ। रातो कलर छान्दिनुस्, यहाँबाट कलर छान्न सक्यो अक्षरको। बीचको लागि ठुलो बनाऊ। यो ए मा क्लिक गर्दै जानुभयो भने ठुलो हुन्छ। यसरी ठिक्कको बनाऊ। अब माथिल्लो अक्षर पनि हल्का ठुलो छ, त्यो बनाएँ। तलतिर एक स्टेप ठुलो बनाइदेऊ, यति गरे। अब यहाँनिर तलबाट, यसको तलबाट एउटा अन्डरलाइन छ, जुन चाहिँ यहाँनिर बोर्डरबाट राख्न सक्नुहुन्छ। बटम बोर्डर भन्ने छ। टप बोर्डर गर्नुभयो भने यो लाइनको माथि जान्छ, बटम बोर्डर गर्नु भने तल आउँछ। अब यो बिचमा अलिकति बढी ग्याप छ, यहाँ अलिकति कम भयो। त्यसको लागि लेआउटमा जानुस्, यहाँ स्पेसिङ भन्ने छ, बिफोरमा गएर अलिकति बढाइदिन सक्नुहुन्छ। कति बढाउने यहाँबाट मिलाउन सक्यो। आफ्टर गर्नुभयो भने तलतिरको लाइन मिल्छ। अब यो तल्लो सिद्धिचरणको तल्लो लाइन चाहिँ अलिकति तलतिर झार्नु छ, त्यसैले आफ्टरमा अलि हल्का बढाइदिनुस्। अब यसको तलतिर पनि बढाउनु छ, यति ग्याप राखौँ। यसलाई बोल्ड गरौँ, सेलेक्ट गर्ने अनि होममा गएर यहाँ बीमा क्लिक गर्ने। मास्तिरको पनि बोल्ड छ, यसलाई पनि बीमा क्लिक गरौँ। यति गरेर तपाईले गर्न सक्नुहुन्छ। यसलाई जस्टिफाई गर्नुस्। जस्टिफाई गर्नको लागि यहाँनिर जाने, कन्ट्रोल जे गरे पनि हुन्छ। यहाँ कर्सर राखेर यहाँनिर क्लिक गर्ने, जस्टिफाई हुन्छ।
जस्टिफाई भइसकेपछि यहाँकै जस्तो यताउता मिलेछ, तर यो बीचमा ग्याप चाहिँ थोरै बढी छ, यहाँनिर कम देखिरहेको छ। ग्याप मिलाउनको लागि तपाईले यो बटममा जान सक्नुहुन्छ। यहाँनिर 1, 1.5, 3 गर्नु भने यति धेर छ हैन, 1.5 गरिदेऊ। यतिको ग्याप छ। त्यसपछि ओडा अध्यक्ष भनेको छ, यसलाई राइट साइडमा ल्याउनु पर्ने हुन्छ। यहाँनिर राइट साइड ल्याउन सक्नुहुन्छ यसरी। यसले बीचमा, यहाँनिर लेफ्ट साइड, यसले राइट साइड ल्याउँछ। यसलाई टक्क मिलाइदिनुस्। यहाँनिर थोरै ट्याप हान्न सक्नुहुन्छ, अलि यता सार्ने भने, अनि यसलाई थोरै यसरी लाइन बढाइदिनुस्। स्पेस चाहिँ नहान्नु होला, ट्याप गर्नुस्। यहाँनिर यो माथिल्लो लाइन चाहिँ अलि ठुलो जस्तो देखिएको छ, बोल्ड गर्दै यसलाई। ओडा अध्यक्ष भयो। यसलाई म्याक्सिमाइज गरे मैले। लगभग अक्षर त मिलिसकेको छ, उस्तै उताको जस्तै छ। अब लोगो ल्याउनु छ। लोगो ल्याउनको लागि तपाईले इन्सर्टमा जान सक्नुहुन्छ। इन्सर्टमा गएर पिक्चरमा जानुस्। यहाँनिर दिस डिभाइस भन्ने छ, त्यो अप्सन छानेर अब कम्प्युटरमा कुन फोल्डरमा लोगो राखिएको छ त्यो चाहिँ ख्याल हुनुपर्छ। साधारणतया हाम्रो कम्प्युटरमा चाहिँ लोकल डिस्क ई मा हुन्छ। ई मा लोगो भन्ने फोल्डर छ। यो भित्र गएर तपाईले नेपाल सरकारको लोगो ल्याउनु छ, कुनै एउटामा क्लिक गर्नुस् अनि जी थिच्नुस्। जी थिच्नुस्, जी को लाइनमा गइन्छ यहाँ सिधै। अनि थिच्दै जानुभयो भने गभर्नमेन्टको लोगो आउँछ। गभर्नमेन्ट अफ नेपाल भन्ने छ, गभर्नमेन्ट लोगो रहेछ, जीओबी। यसलाई इन्सर्ट गरिदिनुस् सेलेक्ट गरेर। इन्सर्ट गर्नुस्। यसरी यहाँनिर तल आउन सक्छ, ठिक्क बनाउनुस्। तर यहाँ हामीलाई यहाँ ल्याउनु थिएन, माथि लानु छ। यसरी तान्नु भयो भने फेरि बीचमा पनि यसरी टाँसेको जस्तो हुन्छ। यसलाई मिलाउनको लागि एउटा यो बटम आउँछ, यहाँनिर जानुस्। यहाँ गएर तपाईले यहाँ बीचको यो अप्सनहरू छान्न सक्नुहुन्छ। यहाँनिर मोर, सी मोर भन्ने छ, यहाँ क्लिक गरे मैले। यहाँ गएर टेक्स्ट र्यापिङमा गएर तपाईले इन फ्रन्ट अफ टेक्स्ट गर्न सक्नुहुन्छ। इन फ्रन्ट अफ टेक्स्ट ओके गर्नुस्। अब यो चाहिँ यो अक्षरको साइडमा यसरी जता पनि लान सकिन्छ, तल माथि हैन। हामीलाई चाहिँ अब माथि लानु छ, त्यसैले यहाँ ताने मैले। यहाँनिर यसो गर्छु, सिफ्ट थिचेर तान्नु भयो भने अलिकति साइज बिग्रिँदैन। अन्यथा यस्तो हुन सक्छ, यता तान्दिनु भने यस्तो हैन, यता धेर तान्ने भने यस्तो बिग्रियो भने कन्ट्रोल जेड गर्न सक्यो। मैले यति गरेँ यसलाई। यसको लेभल चाहिँ माथिको यो हेडिङको लेभल सहितसँग चाहिँ मिल्दोजुल्दो राख्नुस्, अनि राम्रो देखिन्छ। अनि यता पनि यो सिधा हुने गरी राख्नुस्। यस्तै गरी अब मानन्जङ गाउँपालिकाको पनि लोगो ल्याउनु छ। त्यसैले यहाँनिरै फेरि सेम प्रोसेस हो। दिस डिभाइस भित्र गएर यहाँ माने भन्ज्याङ होला, एम थिचे मैले, एम को लाइनमा हुनुपर्छ। ल यहाँनिर रहेछ माने लोगो भनेर इन्सर्ट गरेँ। यो पनि अघिकै जस्तो यहाँ गएर गर्न सक्नुहुन्छ एउटा अप्सन। अर्को चाहिँ यहाँनिर माथि सिधै पिक्चर फर्मेट भन्ने आउँछ, यहाँनिर र्याप टेक्स्ट देख्न सक्नुहुन्छ। यहाँ गएर इन फ्रन्ट अफ टेक्स्ट गर्नुस्, अनि यो अगाडि आउँछ। अब तपाईले साइज ठिक्कको मिलाउनुस्। ल अनि यहाँनिर टक्क यसरी राख्नुस्, भयो। हामीलाई क्वेसनमा दिए अनुसारको काम हाम्रो सकिएको छ। अब सेभ गर्नुस्, कन्ट्रोल एस। हुन चाहिँ सुरुमै सेभ गरेर बसेको राम्रो। मैले आफ्नो फोल्डरमा सेभ गरेँ। सेभ गर्नको लागि यो लिस्टमा आएको हुन्छ। तपाईले चलाइराख्नु भएको छ भने टुडे, यस्टरडे हैन, दिस विक, लास्ट विक, कुन हप्ता चलाउनु भएको छ त्यो कुरा यहाँ आउँछ। यदि चलाउनु भएको छैन भने चाहिँ ब्राउज जानुपर्छ सेभ गर्नको लागि। ब्राउज गरेर ब्राउजमा क्लिक गरिसकेपछि तपाईले आफ्नो फोल्डर छान्नुस्। यदि यहाँ फोल्डर आइरहेको छ भने ठिकै छ, त्यसैमा सिधै सेभ गर्नुहोस्। होइन भने यो लिस्टबाट यहाँनिर लोकल डिस्क कुनमा छ, मेरो चाहिँ ई मा छ, त्यसैले ई छान्छु अनि ई भित्र गएर आफ्नो फोल्डर छान्छु। आफ्नो फोल्डर छाने। यो फोल्डर भित्र गइसकेपछि तपाईले यसको नाम दिन सक्नुहुन्छ। तल अब यहाँ चाहिँ फाइलको नाम छ, त्यसैले मैले लेखेँ LETER लेटर PAD प्याड अफ होम कम्प्युटर, यस्तो गर्दै अनि सेभ गरेँ। हाम्रो चाहिँ लेटर प्याड तयार भएको छ। अब यस पछाडि तपाईले यसलाई यति गर्नुभयो भने त कायदा भइहाल्यो हैन।
सकिहाल्छ। कति राम्रो बनेको छ। यहाँनिर थोरै ग्याप बढी हो कि जस्तो लाग्यो। यसको लागि चाहिँ यहाँनिर यति ग्याप, यहाँ पनि त्यस्तै रहेछ। यदि ग्याप घटाउनु पर्यो भने चाहिँ तपाईले कन्ट्रोल 1 कन्ट्रोल 2 कन्ट्रोल यसरी गर्न सक्नुहुन्छ। कन्ट्रोल 1 गरिदिनुस्, अलिकति ग्याप घट्छ। ल यो भयो हाम्रो एउटा साधारण लेटर। अब यहाँ थोरै तपाईलाई यसैमा बोनस टिप्स पनि दिन मन लाग्यो। यसलाई कपी गरे मैले। कपी क्लिक गरेर कन्ट्रोल सी थिचे, कन्ट्रोल भी थिचे, दुईटा हुन्छ। एउटालाई यहाँ ताने। हेर्नुस् है, म अलिकति स्ट्यान्डर्ड बनाउन चाहन्छु। यसलाई यसरी ठुलो बनाइदिएला। लोगो ठुलो भयो। अनि लोगो ठुलो भएपछि यसलाई चाहिँ पछाडि मधुरो रूपमा देखाउन चाहन्छु। त्यसको लागि पिक्चर फर्मेटमा जाने, यहाँ गएर के गर्नुस् भनेदेखि, तर यो अक्षर अलिकति क्लियर आएन। अघि सुरुमा अक्षर क्लियर आएको जस्तो लागेको थियो। यसलाई मैले डिलिट गरेँ। सुरुबाट फेरि ल्याउँछु है। यहाँ गएर माने लोगो भन्ने छ, माने लोगो। यो चाहिँ क्लियर रहेछ। यसलाई मैले ऱ्याप टेक्स्टमा गएर बिहाइन्ड टेक्स्ट गरिदिन्छु। बिहाइन्ड टेक्स्ट इन फ्रन्ट अफ टेक्स्ट भयो भने अगाडि आउँछ, बिहाइन्ड टेक्स्ट भयो भने पछाडि जान्छ। अब यसलाई पिक्चर फर्मेटमा गएर यहाँनिर सुरुमा हेर्नु होला, करेक्सन भन्ने अप्सन छ। यहाँ गएर यो स्टाइल छानिदिन सक्नुहुन्छ। स्टाइल चाहिँ यसरी छान्नु भयो भने लाइट यस्तो मधुरो व्हाइटमा आउँछ। मैले लाइट कलर छानिदिएँ। त्यसपछि यसलाई एउटा अप्सन छ ट्रान्सप्यारेन्सी भन्ने। यहाँनिर गएर तपाईले ट्रान्सप्यारेन्सी मधुरो कतिको देखाउने हो यसरी मधुरो बनाएर राखिदिन सक्नुहुन्छ। अब हेर्नु त, यो पेजको ब्याकग्राउन्डमा एउटा लोगो सहितको लेटर प्याड तयार भएको छ। त्यसरी हाम्रो इच्छा अनुसार जस्तो डिजाइन पनि गर्न सक्छौं। तपाईले पनि कोसिस गर्नु होला। हामी लगभग यो हाम्रो च्याप्टरको सुरुमा छौं। त्यसैले सुरुदेखि नै सबै कुरा राम्रो गर्ने कोसिस गर्नुस्। तपाईको के हुनु पर्यो, अक्षर मात्र टाइप भएर भएन हैन, एउटा राम्रो फिनिशिङ काम आउनु पर्यो। त्यो तपाईले फिनिशिङ दिन सक्नु भयो भने तपाईको काम चाहिँ पर्फेक्ट बन्दै जान्छ। सुरुदेखि बानी बसाल्नुस्। हरेक काम चाहिँ सुरुबाटै राम्रो गर्ने बानी बसाल्नु भयो भने अन्तिमसम्म तपाईको काम राम्रो बन्छ। तसर्थ आफैले आफूलाई एउटा सक्षम व्यक्ति बनाउने कोसिस गर्दै जानुस्। अब यहाँनिर थोरै यो ग्याप अलि बढी हो कि जस्तो लाग्यो मलाई। यसैले यो ग्याप घटाउन चाहिँ लेआउटमा गएर म यहाँ स्पेसिङ चाहिँ 0 गरिदिन्छु। यसरी खादिन्छु। अनि यहाँ उता चाहिँ अलि बोल्ड जस्तो लागेको छ। यहाँ पनि बोल्ड गरिदिन्छु यो अक्षरलाई। तर धेरै उ भयो। थोरै अक्षरको साइजै बढाइदिएँ। 36 आयो, ठिकै छ। यसलाई अझै ठुलो बनाइदिन्छु म। यति गरौँ। यति गरेपछि हाम्रो यो कम्प्लिट भएको छ। यसरी तपाईले एउटा उत्कृष्ट लेटर प्याड तयार गर्न सक्नुहुन्छ वा डिजाइन गर्न सक्नुहुन्छ। अहिलेको लागि यति नै। हस्त, धन्यवाद।